व्यक्तित्व रतबाई नगरपालिका टिमको यो टोलमा हाम्रो यस स्टेजमा विशिष्ट अतिथिको आसन ग्रहण गराइदिनुको लागि हार्दिक अनुरोध रतमाई जेसिसको 5औं पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम रतमाई 8 धामराबिटा स्थित सामुदायिक भवनको सभा हलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा रतमाई जेसिसका निमन्त्रणमा पाल्नुभएका नगर प्रमुख श्री नागेश्वर प्रसाद सिंह तथा उपमेयर दमन्ता चौहाल तथा कोशी प्रदेशका पूर्व मन्त्री तथा सांसद श्री गणेश उप्रेती सुशीलज्यूलाई कार्यक्रममा भव्य रूपमा स्वागत गरिएको थियो। कार्यक्रमको पनि गरिमाबाई उपस्थित रहेको छ। उहाँलाई स्वागत सम्मानसहित स्टेजमा आएर माइको चिलो ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। पूर्व मन्त्री माननीय गणेश उप्रेतीज्यू, रतमाई नगरपालिकाका उपप्रमुख दमयन्ता चुडालज्यू एवं नवनिर्वाचित जेसिसका पदाधिकारी ज्यूहरू एवं पूर्व जेसिसका पूर्व पदाधिकारी ज्यूहरू, सम्पूर्ण उपस्थित महानुभावहरू, रतमाई नगरपालिकाको तर्फबाट म सम्पूर्णलाई प्रमुख अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक नमन गर्न चाहन्छु। धेरै जेसिसको बारेमा जेसिसका साथीहरूले भनिसक्नु भएको छ र मैले बुझेअनुसार शासन व्यक्तिको हुँदैन पद्धतिको विधिको हुनुपर्छ भन्ने नाराका साथ भव्य र सभ्य कार्यक्रम जेसिसद्वारा आज सम्पन्न हुँदैछ र सर्वप्रथम म नवनिर्वाचित पदाधिकारी लगायत सदस्यहरूलाई बधाई दिन चाहन्छु र साथसाथै कार्यकाल समाप्त गरेर जाने जेसिसका पदाधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु र साथसाथै म यसरी सरसरी हेर्दा यो मलाई कस्तो लाग्छ भने जेसिसले राम्रो दिशा र नेतृत्वको विकास एवं सम्मान एवं यिनीहरूको जुन विधान छ त्यो विधान अनुसार मैले के बुझेको छु भने अनुशासन छ भने जेसिसका साथीहरूमा अनुशासन छ भन्ने मैले बुझेको छु र जेसिसको नियम र विधि र सिस्टम मलाई धेरै राम्रो लाग्छ। सोही अनुसार हामी पनि तलदेखि माथिका नेता प्रतिनिधि मन्त्री सबैजना हामी सिस्टममा हेर्छौँ भनेपछि